हेलो, आज हामी गइरहेछौँ नारायण हिटी दरबार सङ्ग्रहालय। हामी त्यता अब बसबाट झरेर अब हिँड्दै गइरहेछौँ हाम्रो बाटो। हामी अहिले टिकट काउन्टरको नजिक पुगिसकेका छौँ अनि हामी अब टिकट काट्न गइरहेका छौँ। ल अब भित्र छिरौँ। हेलो, अब हामी नारायण दरबार सङ्ग्रहालयको ठ्याक्कै बाहिर छौँ। तपाईँ उता देख्नु पनि सक्नुहुन्छ। यो हाम्रो त्यो बुकको फोटो जस्तै देखिरहेछ। अनि यसमा हामीले बुकमा पनि पढाएको थियौँ, च्याप्टर 11 हो कि कतिमा पढाएको थियौँ। अब नेपालीमा होमवर्क पनि त्यही हामीले घुम्ने ठाउँको बारेमा भिडियो गर भित्र गर्नु दिएन, बाहिरै खिचिदिएको। अब यताउता अझै घुम्ने बाहिर भित्र त मिल्दैन। अब हामी यता साइडमा छौँ। यता चेयर्सहरू पनि रहेछ थ्याचक्क बस्नको लागि। अनि उता शौचालय जानेको ठाउँ पनि रहेछ, शौचालय भने टोइलेट। अनि त्यता एउटा मिनी खोला बनाएको रहेछ आर्टिफिसियलवाला। त्यही हो। त्यता एउटा खम्बा पनि छ। अब उताको साइड पनि देखाउँ होला। ल, उता पनि एउटा साइड छ क्या। त्यही हो। अब हामी अर्को साइडमा छौँ। त्यता पनि त्यस्तै छ, रुखहरू छ यता। अनि त्यसपछि त्यता पनि त्यही मिनी खोला छ। अनि यता ढुङ्गाले भरेको छ। हामी भित्र गएर आइ पनि सकेका थियौँ। यता हामी दिदी, दाइ र मेरो एउटा भाइ हामी भित्र फोटो खिच्नु नपाएर बाहिर थोरै कुरा गर्न गइरहेछौँ। नारायण हिटी दरबार ठुलो हुँदो रहेछ। त्यता राजा बस्ने ठाउँ। अनि त्यताको कक्षा त्यस्तै छ जस्तो मैले किताबमा पढाएको थिएँ। अहिले सबै चिजको लागि एउटा रुम थियो, जस्तो कि एउटा मेकअप गर्ने रुम, एउटा लुगा फेर्ने रुम, सबै थियो त्यता। अब त्यही हो। नारायण हिटी दरबार एकदम राम्रो लाग्यो। हामीले बाहिर आएर भिडियो सिडियो लियौँ। अरू हामी डिस्कस गऱ्यौँ त्यो नारायण हिटी दरबार सङ्ग्रहालय कस्तो थियो। हामी सबै खुसी थियौँ यस्तो राम्रो ठाउँ घुम्नु पाएर। अब हामी बाहिर गइरहेका छौँ नारायण हिटी दरबार सङ्ग्रहालयबाट। हामीहरू यस्तो ठाउँ पहिलोचोटि हामी घुम्नु गइरहेका थियौँ। बाई बाई।